Hello everyone, welcome to back my YouTube channel. सबैजनालाई स्वागत छ साथीहरु. सो फाइनली आज चाहिँ हामी तिहारको लगतै दोस्रो दिन फाइनली पाल्पा घुम्नको लागि जाँदै छौं है त बुढाबुढी. सो हामी चाहिँ बाइकमा बुढाबुढी जाँदै छौं भने हामीलाई कति टाइम लाग्यो, कहाँदेखि जानु पर्ने रहेछ, सो त्यो डिटेलहरु म हजुरलाई सबै भन्ने छु. मेरो पछाडी देख्न सक्नुहुन्छ जस्ट पाल्पाको सिद्ध बाबा मन्दिर, जस्ट अगाडि यति सुन्दर झरना रहेको छ है त. सो फाइनली म चाहिँ अब यात्रालाई स्टार्ट गर्न चाहन्छु. सो कन्टिन्यू है त. तलतिर देख्न सक्नुहुन्छ है साथीहरु, तीनौ खोला हो भने हामी चाहिँ माथि पहाडमा गइरहेका छौं. एकदमै बाटो पनि डेन्जर छ. सो यताहरु बाटो पनि बनिरहेको छ. यता साइडमा चाहिँ तीनौ खोला पर्छ भने यता पहाड परिरहेको छ है त. सो यो भिडियो चाहिँ लास्टसम्म हेर्दिनु होला. सब्स्क्राइब गर्नु भएको छैन भने यस्तै भिडियोहरु हेर्नको लागि सब्स्क्राइब गर्न चाहिँ नबिर्सिनु होला. सो कन्टिन्यू है त. A few moments later. यहाँ देख्न सक्नुहुन्छ साथीहरु, यो चाहिँ चर्चरे भन्ने ठाउँ हो. हामी चाहिँ यहाँका मान्छेहरुलाई सोध्दाखेरि अब चाहिँ हजुरहरुको लगभग 1 घण्टा जति लाग्छ भनिराख्नु भएको छ. सो नास्ताको लागि चाहिँ यहाँबाट हामीले काँक्रा र केराहरु ल्याउँ. A few moments later. फाइनली हामी चाहिँ तानसेन पुगिसक्यौं है साथीहरु. उताको बाटो पोखरा जान्छ भने यहाँदेखि अब हामीलाई लाग्छ 45 मिनेट जति लाग्छ है. सो हामीलाई चाहिँ यो बाटो कतै पनि नछाडेर जानु पर्ने हुन्छ. सो हामी चाहिँ लाग्यौं है त गन्तव्यतिर. 2 hours later. फाइनली साथीहरु, हामी चाहिँ रानी महलको एन्ट्री भइसकेको छ. देख्न सक्नुहुन्छ यस्तो भिडभाड रहेको छ. उता कार पाङ्की यहाँ चाहिँ ट्याग लागेर 20 रुपैयाँ तिरेर हामी चाहिँ बाइक पार्किङ गरेर अब फोटो भिडियोहरु शूट गरिरहेका छौं. सो यहाँ तपाईहरुले डुङ्गा पनि खेल्न सक्नुहुन्छ. सो यस्तो भवाल ठाउँ, यस्तो वाउ रोमान्टिक ठाउँ. ओ माय गॉड है. यस्तो कल यता नदी छ भने अगाडि हजुरहरुले देख्न सक्नुहुन्छ झुलुङ्गे पुल पनि रहेको छ है साथीहरु उतातिर. सो पक्की पुल पनि रहेको छ. यस्तो भवाल ठाउँ. सो तपाईहरु पनि एकपटक यो ठाउँ अवश्य भिजिट गर्नु होला. सो यति भन्दै म चाहिँ आजको भ्लग डी एन्ड गर्न चाहन्छु. सो बाइ बाइ.